हप्ताको 6 दिन खटेर काम गर्छु है। एक दिन चाहिँ मस्तले छुट्टी पाउँछु, त्यतिखेर चाहिँ आरामले सुतेर बस्छु। पुरा 2-3 बजेसम्म नै सुतेर बस्छु जस्तो लाग्छ। तर छुट्टीको बेला यस्तो हुँदैन, सुत्नै मन लाग्दैन है। बिहान उठेर रुम सुम सफा गर्न मन लाग्छ, अनि कता यताउता जान मन लाग्छ। अनि अफकोर्स खाना त बनाउनु परिहाल्छ है। अनि यता हेर्नु न, प्याज काट्नै हुँदैन, आँखाबाट धारो बोकिहाल्छ। हेर्नु न, कति दुःख भएको कि मलाई चाहिँ। तर के गर्ने, खानु पर्यो। अनि यो चाहिँ मैले मटनको बोसो थियो कि मसँग, त्यो मिक्स गर्न लागेको मोमोमा एकदम मिठो हुन्छ भने। अनि छुट्टीको बेला मलाई मोमो एकदम क्रेभिङ भयो। अनि मोमो खान मलाई मोमो पनि यसा मोमो होइन त, चिकन मोमो। अनि चिकन पनि मैले उता हुँदैन ग्राइन्डेड त्यो चिकन सपमा गरेको होइन कि, म आफैले हातले नै ग्राइन्डेड गरेको पिस। अनि साइडमा मैले राजमा र सब्जीहरू पनि बनाएर राखेको थियो भोलिको लागि। भोलि मलाई इजी हुन्छ भनेर म बनाएको। अब मोमो बनाउनु लाग्नुपर्छ है भनेको। अनि यो चाहिँ नि हुँदैन, यो मैदा चाहिँ एकदमै राम्रो छ है, रिकमेन्ड गर्छु है म तपाईहरुलाई। यो मैदा चाहिँ हुँदैन फुल होइन कि, मैदा होइन, योमा चाहिँ आटा पनि मिक्स छ कि। अनि यो रोटीहरू बनाउँदाखेरि, मोमो बनाउँदाखेरि मलाई चाहिँ राम्रो लाग्यो। तब सपोज तपाईहरु मैदा फुल खाँदैन भनेपछि चाहिँ यो एकदमै राम्रो छ। अनि यो चाहिँ नि म चाहिँ उ काट्दैछु मेरो के रे अचारको लागि। अनि यतिखेर चाहिँ मैले प्याज हालेँ। नर्मली म प्याज पनि हाल्छु है। अनि यतिखेर चाहिँ मैले प्याज हालेँ किन आँखा अलरेडी पोलिरहेको थियो। अनि प्याज काट्दाखेरि झन् आँखा पोल्छ होला जस्तो लाग्यो है, त्यसैले मैले प्याज हालेन। अनि आलमन्ड्सहरू मिक्स गरेँ। अनि यता हेर्नु न, कति काम गर्नुपर्छ। मोमो बनाउनेको काम छुट्टै, यो सरसफाइ छुट्टै, फेरि साइडमा म आफ्नो लागि फेरि खाना बनाउँदैछु। हेर्नु न, यो चाहिँ नि मेरो एकदमै रिकमेन्ड वाला हो है। सपोज तपाईँहरूको घरमा खुर्सानी छैन, मेरो खुर्सानी रिसेन्टली सक्यो। अनि मैले चाहिँ आइडिया गरेर उताबाट रातो खुर्सानी सुकेको किन, अनि मैले यता ग्राइन्ड गरेको क्या। अनि म चाहिँ मोमोको भाँडा निकालेर फुल मस्तीमा हुँदैन यताउता उ गरिरहेको छु। आई डोन्ट नो यार, म चाहिँ अहिले यहाँ हुँदैन, म भोइस ओभर चाहिँ नि रातिको 2-3 बजे गरिरहेको छु कि। अहिले लिटरली 2-2:30 भइसक्यो। मलाई आज निन्द्रा पनि लागेको छ। अनि यो चाहिँ नि मेरो के हो भने, मेरो म्याजिक वाटर चाहिँ के हो गेस गर्नु है त। अनि म चाहिँ एकदम आज पनि म छुट्टीकै दिनमा हुँदैन मैले भोइस ओभर गरिरहेको छु। अनि दिउँसो एकदम गर्मी भएर हुँदैन, एकदमै निन्द्रा लागेछ कि। अहिले निन्द्रा नलागेर भोइस ओभर गर्दैछु। अनि मेरो चाहिँ हुँदैन ऊ चाहिँ यस्तै हुन्छ कि, यता मोमो बनाउने ट्रिक चाहिँ यस्तै हो कि। अब एक्लै बनाउनु पर्छ नि है, अब बेल्ने उ गर्ने टाइम लाग्छ। अनि पुरा मैले रोल एकमा गर्छु, पिस काट्छु कि, काटेर अनि म आफैले मोमो बनाउँछु। अनि भिडियोमा हेरेको जस्तो कति सिम्पल भयो, कति राम्रो नि है। भिडियोमा हेर्नु न, मैले कति धेरै क्लिप्सहरू बनाएको हुन्छ, कति धेरै उ गरेर सब अब एडिट गरेर काटेको हुन्छ, यताउता उ गरेको हुन्छ। तर यो क्लिपहरू बनाउँदाखेरि कति दुःख भइरहेको हुन्छ, हातमा खानाहरू लागिरहेको हुन्छ, मोबाइल समात्नुपर्छ, फेरि अफ गर्नुपर्छ, फेरि उ गर्नुपर्छ, कति दुःख हुन्छ है। यति दुःख गरेर भिडियोहरू बनाउँछ है, तर उ हुँदैन नि, अब रिजल्ट राम्रो पाउँदैन। त्यतिखेर क्या मुड अफ हुन्छ कि त्यसैले। अनि कति 1 हप्ता 2 हप्तासम्म त भिडियो बनाउनै मन लाग्दैन कि। अनि यो भिडियो बनाएको जस्तै रिजल्ट पनि राम्रो आएपछि चाहिँ अनि एकदम खुसी भएर भोलिपल्ट नै अर्को भिडियो एउटा बनाऊँ जस्तो फिल हुन्छ। यतिखेर चाहिँ म नाचिरहेँ। मलाई चाहिँ खाना बनाउँदै नाच्न चाहिँ एकदम मनपर्छ। अनि फाइनली मेरो मोमो चाहिँ उता रेडी भयो। यो अचार चाहिँ मैले छिराउन राखेको थियो कि। अनि अहिले चाहिँ अचार चाहिँ ग्राइन्ड गरेर रेडी। अचार यति मिठो भएको थियो, यति मिठो। अनि म चाहिँ हुँदैन अचारको हरेक उमा चाहिँ हुँदैन पुरा पानीले उ गर्नुपर्छ कि, अचारको एउटा बुन पनि हुँदैन वेस्ट हुनु हुँदैन भनेर पुरा पानीले पखालेर फेरि हाले गरेको क्या। अनि मेरो मोमो पनि रेडी भयो। ये मोमो खानुपर्छ। अब म चाहिँ एकदम एक्साइटेड भएर मोमो खानतर्फ लाग्यो है त गाइस। अनि एकदमै एक्साइटेड भएर हुँदैन, मैले त पुरा पन्यु पनि नलगेर हातले हालेर चाहिँ पछि पो याद आयो पन्युले हाल्नुपर्छ भनेर लास्टमा पन्यु लिएको। अनि यो चाहिँ टेन्टेरा माई मोमो इज रेडी विथ डिलिसियस अचार। ओके गाइस, अब चाहिँ म चाहिँ खाना लाग्यो है त। बाई बाई, सी यू इन नेक्स्ट ब्लग। अनि यो चाहिँ मेरो गेस गर्नुभयो कि नै।